आन्दोलनकारीबाट तोडफोड भएको भातबन्दी र त्यहाँ छिरेका आन्दोलनकारीलाई भित्र पार्नको लागि साहसी भूमिका खेल्ने एकजना सुरक्षा गार्डलाई मन्त्रीदेखि सुरक्षाकर्मीले धन्यवाद दिएका छन्। मेरो नाम डुलप्रसाद पलाजुली हो। म योभन्दा 30-35 वर्ष अगाडि घरमा पाटन मङ्गल बजारमा काम गरेँ। त्यसपछि आएर त्यहाँभन्दा पछि पनि कति काम गरेँ, के गरेँ। यहाँ चाहिँ 2060 सालदेखि सेक्युरिटी गार्डमा काम गरेँ। अनि त्यसपछि पहिला सुरुमा त 35,000 तलब थिएँ। अनि त्यसपछि यहीँ काम गरेर मैले जग्गा किनेँ। अनि त्यसपछि घर बनाएँ। अनि छोरा बिहे गरेँ। अनि गाडी किनेँ। भाडो दिने परिवारलाई अब धन्यवाद।